हेलो गाइज वेलकम ब्याक टु आवर च्यानल। सो म आज तपाईँलाई देखाउनेछु होममेड गार्लिक पाउडर कसरी बनाउँछ भनेर। सो आज म बिहान उठेर सधैँको रुटिन मेरो छोरीलाई मैले स्कुललाई लैजान लागि रेडी गरेँ। त्यहाँबाट घरमा फर्केर आएर मैले फ्रेस ल्याटुसलाई ल्याएँ अनि यो ल्याटुस चाहिँ बर्गरको लागि एकदम असल हुन्छ है। सो मैले आज यो ससहरू बनाउँदै गएँ, आफ्नो सिक्रेट रेसिपी सस जुन चाहिँ बर्गर सस। अनि त्यो बर्गर ससलाई मैले एकदम रेडी गरेर त्यहाँबाट मलाई बनाउनु थियो गार्लिक पाउडर। गार्लिक पाउडर बनाउँदाखेरि चाहिँ तपाईँले गार्लिकलाई लिएर एकदम तपाईँले ड्राई गर्नुपर्ने हुन्छ। तपाईँले म्याक्सिमम् तपाईँले घाममा सुकाउँदा पनि हुन्छ। घाममा सुकाएपछि त्यहाँबाट मिक्सीमा पिसेर चाहिँ तपाईँले यसरी पाउडर बनाउन सक्नुहुन्छ। अनि त्यो गार्लिकलाई तपाईँले पाउडर बनाइसकेपछि एउटा टाइट कन्टेनरमा, जसरी मैले यो सानो कन्टेनरमा मैले राखेको छु, सो तपाईँले यसरी राख्न सक्नुहुन्छ। अनि जे पनि तपाईँले रेसिपिजहरूमा सबै कुरोमा तपाईँले लाउन सक्नुहुन्छ यो एउटा इन्ग्रिडियन्ट तपाईँको लागि। अनि त्यहाँबाट मेरोमा आउँछ एउटा जोम्याटोको अर्डर। अनि त्यहाँबाट हामीले छिटो गरेर अर्डर प्याक गरेर हामी डेलिभर राइडरलाई दिन्छौँ। अनि त्यहाँबाट आजको दिन हाम्रो यसरी समाप्त हुँदछ। हेर्दै गर्नुहोस् होला हाम्रो ब्लगलाई।